हाम्रो यहाँ हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ मैले फर्स्ट टाइम ब्लग सुरु गर्न लागिरहेको छु। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नु होला। आज चाहिँ सरस्वती पूजा गर्नको लागि म कलेज जाँदै थिएँ। बाटोमा एउटा कुकुर देखेँ। त्यो कुकुर चाहिँ मेरो पछि पछि आउँदै रहेछ, त्यसैले त्यसको अलिकति भिडियो खिचेँ। दर्शन गरौँ है। यताबाट पनि जान मिल्छ। हामी चाहिँ सिधै जाँदैछौँ। माथिबाट पनि जान सकिन्छ। हामी चाहिँ अलि सर्टकट बाटो जाँदैछौँ। सडकको थियो। हामी चाहिँ अहिले 7 बज्न लागेको छ। अलि छिटै गएर यसो कलेजहरू पनि देखाउने छु है। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेछ। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला हामी चाहन्छौँ। यो अगाडि चाहिँ भैरव टोल रहेको छ। मान्छेहरू हिँड्ने गर्छन्। यता चाहिँ जाडो भएर हात लास्टै कामिरहेको अवस्था। बिहान बिहान हिँड्दै हामी पसलहरू चाहिँ प्रशस्तै रहेको छ। त्यसैलाई मन्दिरहरू पनि रहेको छ। यहाँनिर खाजाहरू पनि रहेको छ। त्यहाँबाट पनि बाटो छ। हामी चाहिँ सिधै जानेछौँ। हामी चाहिँ आज 25 मिनट छिटो जाँदैछौँ है। के हुन्छ हेर्छु, हेर्दै जाउँ होइन। यहाँ पनि मन्दिर रहेको छ। फेरि यता पनि बाटो छ। हरि यो बाटो पनि पानीको ट्याङ्करहरू प्रशस्तै हिँडेको देख्न सकिन्छ। हरि 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 हात कामेको। हामी चाहिँ जाँदैछौँ। अब तर ओह्रालो लाग्ने बित्तिकै हामी हाम्रो कलेजतिर पुग्छौँ। बाटो छ। बाटो यहाँ त हेर्नुहोस्, भर्खर आउने मान्छे चाहिँ हराइन्छ है। कन्फ्युज हुन्छन् कि यहाँ होइन। त्यही भएर हामी सिधै बाटो हिँड्नुपर्छ। आज चाहिँ सरस्वती पूजा भएको हुँदा पनि अलिकति जाडो बढेको भनौँ कि जाडै छ आज। बिहान नुहाएर त्यस्तो लागेको हुनसक्छ, जाडो बढेको जस्तो होइन। त्यस्तो होइन। बाटोमा हिँड्दै गर्दा एउटा कुकुर देखेँ। त्यसको पनि भिडियो खिचेँ। अनि त्यसपछि म फेरि कलेज जान लागेँ। अनि छेउमा एउटा तरकारी पसल नि थियो। त्यसको नि हल्का भिडियो यसो देखाएँ। अनि त्यसपछि आफूतिर भिडियो देखाउँदै फेरि कलेजतिर जाँदै थिएँ। हाम्रो कलेज जाने बाटो छ। यहाँबाट सिधै जाँदा पनि हुने भयो र यताबाट जाँदा पनि हुने भयो, यताबाट जाँदा पनि हुने भयो। हामी चाहिँ यतैबाट हामी चाहिँ जाँदैछौँ मन्दिरमा। घन्टी पुरो यहाँनिर चाहिँ वाल निर्माण कार्य पनि हुँदै रहेछ। यहाँ पूजा गर्नलाई लाइन
रहेको छ। आज चाहिँ धेरै भक्तालुहरू पनि आउनुभएको देख्न सकिन्छ। हेलो गाइज, म चाहिँ मन्दिरतिर पुगेर फेरि फर्किँदै छु। अर्को बाटो मन्दिर चाहिँ यता रहेको छ। हामी चाहिँ अब कलेज जाँदैछौँ। कलेजमा कोही पनि एकजना पनि मान्छे नभएको भएर चाहिँ म यता मन्दिरतिर यसो दर्शन गर्न आएँ। कलेजमा गएर नि अब बनाउने छु। यहाँ चाहिँ पसल रहेछ। अघि चाहिँ म यो बाटो गएको थिएँ, अहिले चाहिँ म यताको बाटो आउँदैछु। कलेज आइसक्यो हाम्रो। अब यहाँनिर पनि पहिला इँटा भट्टा रहेको थियो, तर अहिले चाहिँ बन्द अवस्थामा रहेको छ। Finally guys, welcome to our college. यताबाट आएको अघि, यता चाहिँ अघि गएको, त्यहाँबाट फेरि हाम्रो क्याम्पस हो। हाम्रो यहाँ डोरो बान्ने कार्यक्रम हुँदै पूजा सकेर हाम्रो अब खैँचडी बजाएर भजनद्वारा मनोरञ्जन गराउनुहुन्छ। त्यहाँ चाहिँ हेलो गाइज, अब चाहिँ म घर फर्किँदैछु पूजासुजा भ्याएर। चाहिँ घर जाँदैछौँ अब चाहिँ।